नमस्कार दाजुभाइ दिदीबहिनीहरू, नेपालभरिबाट संसारभरिबाट सुन्नुहोस्। आज म तपाईँहरूलाई केही नयाँ कुरा भन्न चाहन्छु। अब आउने दिनहरूमा चाहिँ अनुसन्धान आविष्कार नवप्रवर्तन गर्न चाहनेहरूलाई म एउटा अनौपचारिक सूचना चाहिँ दिन गइरहेको छु। म मन्त्री भएको आज 12 दिन भयो। 12 दिनसम्म चाहिँ हामीले खास धेरै छलफलहरू, ब्रेन स्टर्मिङहरू दिमाग चाहिँ खियाइरहेको छौँ धेरै विज्ञ साथीहरूसँग के गर्ने, कसरी अगाडि जाने भन्ने कुराहरूमा। र अब म दुईवटा कुरा भन्न चाहन्छु। पहिलो कुरा के भन्न चाहन्छु भने अहिले नेपालमा बसिरहनुभएका अथवा संसारको कुनै कुनामा बसिरहनुभएका अब एकाडेमिक रिसर्चरहरू धेरै रिसर्च गरिरहनु भएको छ। त्यो रिसर्च गरेको चिजलाई चाहिँ अप्लाइड रिसर्च गरेर कुनै चाहिँ चिजहरूको इनोभेसन गर्न चाहनुहुन्छ भने त्यसको लागि चाहिँ तपाईँहरू तयार हुँदै गर्नुहोला। अप्लाइड फिल्डमा त्यसबाट कुनै सर्भिस अथवा कुनै प्रडक्ट अथवा कुनै चिज चाहिँ निकालेर चाहिँ भोलि तपाईँहरू उद्यमी बन्न चाहनुहुन्छ अथवा देश समाजलाई फाइदा हुने काम बन्छ भनेदेखि सबै तयार हुँदै गर्नुहोला। दोस्रो कुरा चाहिँ के छ त भन्न चाहिरहेको छु भने नेपालको यो युनिभर्सिटीहरूमा चाहिँ कलेजहरूमा तपाईँहरूले चाहिँ अब एउटा आफ्नो एकाडेमिक ल्याब त हुन्छ, पढाउने विषयमा विद्यार्थीहरूलाई प्र्याक्टिकल गराउने किसिमका ल्याबहरू हुन्छन्। र त्योभन्दा बाहेक एउटा छुट्टै किसिमको इनोभेसन ल्याब भनेर तपाईँहरू कोही चाहिँ कसैले चाहिँ त्यो विषयमा चाहिँ गर्ने इच्छा छ र आफ्नो युनिभर्सिटीमा पढ्ने कुनै इनोभेटिभ क्रिएटिभ विद्यार्थीहरूलाई चाहिँ सहयोग गर्ने, रिसर्च गर्न चाहन्छन् भने विज्ञान मन्त्रालयबाट त्यस्ता किसिमका रिसर्च ल्याबहरू, इनोभेसन ल्याबहरूलाई चाहिँ सहयोग गर्ने भन्ने चाहिँ हामीले सोचिरहेका छौँ। र त्यसमा प्राइभेट ल्याबहरू पनि हुन सक्नुहुन्छ। तपाईँहरूले केही गर्नु भएको छ र त्यसमा अझै गर्नुपर्ने केही कुराहरू छ, हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्ने चाहिँ एउटा परिपाटी चाहिँ बसाल्दैछौँ। हरेक वर्ष केही न केही कुराहरू यस्तो किसिमका इनोभेसन ल्याबहरू युनिभर्सिटीहरूमा, कलेजहरूमा, प्राइभेट रिसर्च ल्याबहरूमा यस किसिमले चाहिँ स्थापना गर्दै जाने हो भनेदेखि बिस्तारै नेपालमा पनि केही न केही कुराहरूको विज्ञान प्रविधिको विकास चाहिँ हुन्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। अब तेस्रो कुरा चाहिँ के छ त भन्दाखेरि हामीले युनिभर्सिटीमा पढ्ने विद्यार्थीहरू बाहेक, पढाउने बाहेक अरू बाहिर कोही विदेशमा बस्नु भएको छ, धेरै कुराहरू रिसर्च गर्नु भएको छ, इनोभेसन गर्नु भएको छ, नेपालमा पनि गएर आएर गर्न चाहनुहुन्छ अथवा नेपालमै पनि आफ्नो के अरे युनिभर्सिटीको पढाइ सकेर कुनै व्यवसाय गरिरहनु भएको छ र केही कामहरू गरिरहनु भएको छ र तपाईँहरूले कुनै नयाँ कुराहरूको इनोभेसन गर्न चाहनुहुन्छ भने र पढेकोलाई पनि नपढेको गाउँघरका कोही मानिसहरू नपढेको छ के अरे तर उनीहरूको चाहिँ तपाईँहरूको दिमागमा केही नयाँ नयाँ कुराहरू बनाउने आइडियाहरू आएको छ भनेदेखि तपाईँहरू कसैलाई पनि यस्ता किसिमका कसैलाई पनि युनिभर्सिटी बाहेक एउटा छुट्टै इनोभेसन सेन्टर बनाएर सुरुवात गर्नेछौँ र त्यसलाई चाहिँ भविष्यमा बढाउँदै लगेर नेपालमा कुनै कुराको इनोभेसन गर्ने, रिसर्च गर्ने र नयाँ नयाँ कुराहरू बनाउन चाहनेहरूले चाहिँ दुःख पाउनु नपरोस् भन्ने उद्देश्यले चाहिँ हामीले यस्ता कुराहरूमा चाहिँ अहिले ब्रेन स्टर्मिङ गर्दैछौँ, गरिहाल्छौँ भनेको छैन। किनभने यसको लागि चाहिँ कानुनहरू बनाउनु पर्ने हुन्छ। कानुनहरू बन्नलाई अब लाग्ने भयो 1-2 वर्ष त मा चाहिँ कमसेकम पनि 1 वर्षमा त हामीले धेरै कानुन बनाउन सकिँदैन। यसमा 1 वर्षमा 3-4वटा कानुनहरू बनाउन सकिएला बढीमा र अर्को वर्ष बिस्तारै कानुनहरू बनाउँदै जाने र यस्ता किसिमका आइडियाहरूलाई चाहिँ बाट हामीले नेपालको प्रतिभाशाली र एकदमै नवीन सोच भएको सृजनशील युवाहरूलाई चाहिँ हामीले कसरी हुन्छ नेपालमै राख्ने र विदेशमा गइसकेकाहरूलाई पनि उहाँहरू आउन चाहनुहुन्छ भनेदेखि नेपालमा बस्ने एउटा वातावरण बनाएर देशको अर्थतन्त्रलाई चाहिँ टेवा पुर्याउने र देशलाई चाहिँ रोजगारीको सिर्जना गर्ने भन्ने उद्देश्यमा चाहिँ यो नयाँ बनेको विज्ञान प्रविधि तथा नवप्रवर्तन चाहिँ मन्त्रालयको चाहिँ फोकस हुनेछ। मैले चाहिँ मेरो छोटो कार्यकालमा गर्ने पनि यही हो। ल यति भन्दै म तपाईँहरूलाई यो सूचना दिएँ। धन्यवाद।